स्वागत छ सपना बर्देवाको च्यानलमा। म चाहिँ म्याम पनि हो, त्यसै कारणले मेरो चाहिँ धेरै स्कुलकै भ्लग आउँछ हैन। आज चाहिँ हाम्रो स्कुलमा इलेक्सन हुँदैछ, क्याप्टेन र भाइस क्याप्टेनको हैन। हजुरहरूले देख्न सक्नुहुनेछ सगरमाथा हाउस, डाफे हाउस, बुद्ध हाउस, लालीगुडा हाउस। यो हाउसहरूलाई चाहिँ हामीले यसरी इलेक्सन्सको लागि प्रिपेयर गरेको छौँ भने यहाँ चाहिँ हाम्रो क्यान्डिडेट्सको लिस्टहरू छ, क्याप्टेन भाइस क्याप्टेन्सहरूको। यहाँ चाहिँ हाम्रो म्यामहरू धमाधम प्रिपेयर गर्दै हुनुहुन्छ। यसरी क्यान्डिडेट्सहरू चाहिँ उहाँहरू नै हो हैन। All the best students. Ani, did you ask vote? Yes. How did you ask? I want to hear from Sana. I said, please vote me. I will make this house better. Only that much? And every dog. Can you do again? Helping her from the Is it? Yes. Samyog is asking vote for her. Yes. Oh, that means you will win. I think You, तपाईको कसरी भोट अपिल गर्नुभयो भन्नुहोस् त अस्तिको यो स्पिच? मैम मैले सबै आफ्नो स्टुडेन्टहरूलाई भने म पनि लास्ट इयरको भाइस क्याप्टेन थिएँ। धेरै त आफ्नो हाउसमा पनि धेरै लेभल पाएको छैन। त्यसैले यसपालि मैले फेरि क्याप्टेन बनाएर म मेरो हाउसलाई धेरै अगाडि लानेछु र म कोसिस गर्नेछु भनेर। नाइस है। यसपालि त हाम्रो इभान गाउँले पनि पार्टिसिपेट गर्नुभएको छ। सो ल के हिँडेर देखाइदिनुहोस् त तपाईँ कसरी हिँड्नुहुन्छ अरे। 1 2 3 गो। प्र्याक्टिस गर्दै हुनुहुन्छ ब्याच थाप्ने। उहाँ चाहिँ डाफे हाउसबाट बिलङ गर्नुहुन्छ। सबै क्यान्डिडेट्सहरू नै हो। अल द बेस्ट सगन, अल द बेस्ट। हातबाट कसले त्यस्तो जस्तो लागिरहेछ? Who is the competition? Oh, Aaron. Only you, I think, yes, from Daffy? Lucky person. Sissy is also there. Yes? Harper is also there. Myra is also there. Yes. चाहिँ सेलिब्रेसनको कमी हुँदैन। यहाँ यता चाहिँ हाम्रो आज इलेक्सन हुँदैछ भने यता चाहिँ हाम्रो वाटरमेलनले सेलिब्रेट भएको छ। अनि यो चाहिँ मधुसाको म्यामहरूको डेकोरेसन्स हो होइन। यहाँ यति मजाले यहाँ डेकोरेसन्सहरू गर्नुभएको छ है। अनि यहाँ हाम्रो स्टुडेन्टले वाटरमेलन पनि लिएर आउनु भएको छ आज सेलिब्रेट गर्नलाई। अनि यो परको चाहिँ यो चाहिँ फोटो फ्रेम हो होइन। अनि त्यहाँ चाहिँ हामीले लेखेको छ कोटेसन। यसरी सेलिब्रेसन गराउन लागिरहेको छौँ हामीले। स्कुलमा कति धेरै सेलिब्रेसन हुन्छ भनेर त तपाईँहरूलाई म भन्नै सक्दिनँ। त्यति धेरै अनकाउन्टेबल सेलिब्रेसन्स हुन्छ, अनकाउन्टेबल एक्टिभिटिजहरू हुन्छ होइन। सो होल इयर म तपाईँहरूलाई मेरो भ्लगको थ्रुबाट अपडेट गराउँदै गर्छु। तबसम्म मेरो भ्लग हेर्नु होला सबैजनाले। सक्नुहुन्छ। यो चाहिँ क्यान्डिडेट्सहरूको नाम होइन। यहाँ चाहिँ अब यसरी सेटअपहरू बनिसकेको छ हाम्रो स्कुलको होइन। यो चाहिँ हाम्रो स्कुलको आज इलेक्सन डे। यसरी हामी इलेक्सन गराउनेछौँ हाम्रो बच्चाहरूलाई। यसरी बच्चाहरू चाहिँ पर रेडी हुँदै हुनुहुन्छ होइन। अनि यहाँनिर चाहिँ यो चाहिँ यो हाम्रो यहाँ हुन्छ नि हातमा यहाँनिर लाउनुपर्छ नि त। त्यसको लागि चाहिँ यो यहाँ बच्चाहरू रेडी हुँदै हुनुहुन्छ। अनि आइ एम भेरी एक्साइटेड होइन। यो यस्तो खालको कार्यक्रम चाहिँ हाम्रो स्कुलमा गर्छु ताकि उनीहरूलाई यो सबै युज टु होस् भनेर होइन। अब पछि उहाँहरूले यो गर्ने नै हुन्छ नि त। तर अब अहिलेदेखि स्कुलदेखिकै फ्यामिली बनाएर हामीले बच्चाहरूलाई सिकाउँदैछौँ। गुरुआमा कस्तो हुँदैछ? यहाँनिर हुँदैछ। ल भोट हाल्ने हो। भोट स्टुडेन्ट्सहरूले भोटिङहरू सुरु गरिसक्नु भएको छ। यो चाहिँ अस्तिदेखिको भोटिङको लागि स्टुडेन्टहरूले अपिल गरिराख्नु भएको थियो। अनि यहाँनिर नेक्स्ट वान रेडी हुनुहुन्छ। कस्तो लागिरहेछ शिवानी? यो के गरेको हामीले? कस्तो लागिरहेछ आज इलेक्सन? कस्तो हुँदो रहेछ इलेक्सन थाहा पाउनुभयो? पछि होइन तपाईँहरूले पनि यस्तै गर्नुपर्छ। तपाईँहरू 18 क्रस भइसकेपछि होइन तपाईँहरूको भोट कार्ड आएपछि तपाईँहरूले यसरी नै तपाईँहरूको
नेताहरूलाई दिनुपर्छ भोट ओके यो चाहिँ तपाईँको नेल पलिस लगाएको हो होइन यहाँ यो चाहिँ मेटाउँदा पनि जाँदैन अनि यो चाहिँ तपाईँले भोट हालिसकेको भनेर थाहा पाउने उहाँहरूलाई यो के गरेको भनेर पुरा यो क्युरियस भइरहेको छ होइन धेरै गर्मी भयो घाम भयो गर्मी भयो अब हामी अन्त्यमा आइसक्यौँ हामीले भोटिङ हालिसक्यौँ होइन अब चाहिँ यस पछाडि मेरो पालो छ अब हाम्रो टिचर्सहरूको पालो टिचर्सहरूले चाहिँ यहाँ भोट लाउँदै हुनुहुन्छ सबैजनाले अनि त्यहाँदेखिको मेरो पालो अब चाहिँ डाफे हाउसको लागि हाल्नु गइरहेको छु भोट गर्दैछु लगभग हाम्रो आजको सिनारियो सकियो हाम्रो मैले भोट पनि हालेर आइसकिसकेँ होइन हाम्रो सकियो आजको अनि अल द बेस्ट टु अल द क्यान्डिडेट्स अनि आशा गर्दछु मैले भोट हालेको नानीले जित्नुहोस् त्यस्तो दुःखको पार्ट होइन अब भोटले भन्छ को कोले जित्नुहुन्छ भनेर हाम्रो चाहिँ सक्यो अब भोट काउन्ट भएपछि हामी उहाँहरूलाई स्यास दिन्छौँ ब्याचहरू दिन्छौँ अनि त्यहाँदेखिको आजको इन्भेस्टिच्योर सक्यो अब आइसकेको छ अब हामी काउन्ट गर्न लागिरहेछौँ काउन्ट गरौँ आफै बुद्ध So your Sahara, she got 14 votes. Okay. Okay. Now, okay. And Manusman 12 votes. And Drishan, he got 28 votes. Maximum votes for that vote. After that, Sweeney, she got 11 votes. Okay. 11 votes. After that, Ridhima, she got 13 votes. 13 votes. And after that, Isabella, she got 14 votes. 14. And Arvitama, she got 16 votes. Okay, maximum votes, Arvitama. And Rathi, she got 22 votes. With one vote, she won. And because of one or 14 votes. 1 for 14 votes. And Arun, he got maximum vote of 36. He is 36, okay? I think it is the highest vote. He won.